भागवत गीता अध्याय 3 कर्मयोग। अर्जुनले भने, हे जनार्दन, हे कृष्ण, हजुरका विचारमा यदि सकाम कर्मभन्दा बुद्धियोग नै ठुलो भए मलाई यो भयङ्कर युद्ध कार्यमा लगाउन चाहनुहुन्छ? हजुरका विभिन्न अर्थ लाग्ने उपदेशद्वारा मेरो बुद्धि अल्मलियो। त्यसैले निश्चित गरेर मलाई त्यही कुरा भन्नुहोस् जसबाट मेरो वास्तविक हित हुन्छ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे निष्पाप अर्जुन, मैले पहिला नै भनिसकेँ, आत्मसाक्षात्कार गर्न चाहने व्यक्तिहरू दुई प्रकारका हुन्छन्। एक प्रकारका ज्ञानीहरू हुन् जो अनुभवसिद्ध दार्शनिक चिन्तनद्वारा भगवानलाई बुझ्न खोज्दछन् र अर्को प्रकारका भक्तहरू भक्ति सेवाद्वारा भगवानलाई जान्ने प्रयास गर्दछन्। भगवान श्रीकृष्ण भन्नुहुन्छ, मानिसले न त कर्मबाट विमुख भएर मात्रै कर्मफलबाट मुक्ति पाउन सक्छ, न त सन्यास वा त्यागद्वारा मात्रै जीवनको पूर्णता प्राप्त गर्न सक्छ। प्रत्येक मानिसले प्रकृतिबाट आर्जित गुणहरूको अधीनमा रही तदनुसार कर्म गर्नै पर्छ। कुनै पनि मानिस एक क्षणका लागि पनि केही न केही कर्म नगरी रहन सक्दैन। भगवान श्रीकृष्ण भन्नुहुन्छ, जसले कर्मेन्द्रियहरूलाई अधीनमा राखेको छ तर मनले इन्द्रियका विषयको मात्रै चिन्तन गरिरहन्छ त्यसलाई कपटी वा पाखण्डी भन्नु पर्दछ। त्यसैले स्वयं आफैलाई नै धोका दिइरहेको हुन्छ। अर्कातिर मनद्वारा कर्मेन्द्रियहरूलाई नियन्त्रणमा राख्ने प्रयत्न गर्ने निष्ठावान व्यक्तिले यदि अनासक्त रहेर कृष्ण भावमय कर्मयोग गर्दछ भने त्यो व्यक्ति अति श्रेष्ठ मानिन्छ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, तिमीले आफूलाई तोकिएको कर्म गर। कर्म नगर्नुभन्दा गर्नु उत्तम हो। काम नगरी तिमीले आफ्नो शरीरको पालन पोषण पनि गर्न सक्दैनौ। भगवान विष्णुका लागि भनेर यज्ञका रूपमा कर्म गर्नु पर्दछ, अन्यथा यस संसारमा हरेक कर्म बन्धनका कारण बन्दछन्। त्यसैले हे कुन्ती पुत्र, भगवान विष्णुकै प्रसन्नताका लागि आफूलाई तोकिएको कर्म गर। त्यसो गरेमा तिमी बन्धनबाट मुक्त हुनेछौ। श्रीकृष्ण भन्नुहुन्छ, सृष्टिको सुरुमा समस्त प्राणीहरूका स्वामी प्रजापति ब्रह्माले भगवान विष्णुका लागि यज्ञको सृष्टि गर्नुभयो र सँगै मानिस तथा देवताहरूको पनि सृष्टि गर्नुभयो र आशीर्वाद दिँदै भन्नुभयो, तिमीहरू यो यज्ञबाट सुखी रहनेछौ, किनभने यज्ञ गर्नाले तिमीहरूले आनन्दपूर्वक बाँच्नका लागि चाहिने वस्तु पाउनेछौ र अन्त्यमा मुक्ति पाउनेछौ। यज्ञहरूद्वारा सन्तुष्ट भएका देवताहरूले तिमीलाई पनि सन्तुष्ट गराउनेछन् र यसरी मानिस र देवताबीचको पारस्परिक सहयोगद्वारा सबैको समुन्नति हुनेछ। जीवनका विभिन्न आवश्यकताहरू पूर्ति गर्ने अधिकार पाएका देवताहरूले यज्ञद्वारा सन्तुष्ट भएर तिम्रा सबै आवश्यकताहरू पूर्ति गरिदिनेछन्। तर जसले देवताद्वारा प्रदान गरिएको भोग्य सामग्रीहरू उनीहरूलाई अर्पण नगरी प्रयोग गर्दछ त्यो चोर नै हो। भगवानका भक्तहरू आफ्नो भजन सर्वप्रथम यज्ञमा अर्पण गरेर मात्रै ग्रहण गर्दछन्। त्यसैले तिनीहरू सबै प्रकारका पापबाट मुक्त हुन्छन्। तर जो आफ्ना स्वादका लागि मात्र भोजन तयार गर्दछ त्यसले निश्चय नै पाप मात्रै खाइन्छ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, सबै प्राणीहरू अन्नमा आश्रित छन्। अन्न वर्षाबाट उत्पन्न हुन्छ। यज्ञहरू सम्पन्न गर्नाले वर्षा हुन्छ र यज्ञ निर्धारित कर्मबाट उत्पन्न हुन्छ। वेदमा यज्ञ आदि नियमित कर्मको विधान छ र वेदहरू साक्षात् भगवानबाट उत्पन्न भएका हुन्। त्यसैले सर्वव्यापी ब्रह्म शाश्वत रूपले यज्ञ कर्महरूमा नै अवस्थित हुनुहुन्छ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे प्रिय अर्जुन, जसले मानव जीवनमा वेदहरूद्वारा यसरी स्थापित यज्ञ चक्रको अनुसरण गर्दैन त्यसले आफूलाई निश्चय नै पापपूर्ण जीवनतिर लैजान्छ। केवल इन्द्रियहरूको सन्तुष्टिका लागि मात्र बाँच्ने यस्ता व्यक्तिको जीवन व्यर्थ छ। तर जो आफैमा आनन्दित छ, जसको जीवन नै आत्मा साक्षात्कारपूर्ण छ र जो आफैमा सन्तुष्ट छ, त्यस्ता पूर्णतया तृप्त भएका व्यक्तिहरूका लागि कुनै पनि कर्तव्य बाँकी रहन्न। आत्मा राम पुरुषलाई न त कुनै निर्धारित कर्तव्य गर्नुपर्ने बाध्यता हुन्छ
न त यस किसिमको कार्य सम्पन्न नगर्नुका पछाडि कुनै कारण नै हुन्छ। उसलाई कुनै अरू जीवात्मामाथि निर्भर रहने आवश्यकता समेत पर्दैन। अत कर्मफलमा आसक्ति नराखी नै मानिसले निरन्तर आफ्नो कर्म गर्नु पर्दछ। आसक्ति नराखी कर्म गर्नाले मानिसले परम पुरुषलाई प्राप्त गर्दछ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, जनक आदि राजाहरूले केवल निर्धारित कर्म गर्नाले मात्रै पनि सिद्धि प्राप्त गरे। त्यसैले साधारण मानिसलाई शिक्षा दिने उद्देश्यले पनि तिमीले कर्म गर्नै पर्छ। ठुला मानिसले जे जस्तो काम गर्दछन्, सामान्य मानिसले त्यसैको अनुसरण गर्दछन्। ठुला मानिसले अनुकरणीय कार्य गरेर जस्तो आदर्श स्थापित गर्दछ, सारा संसारले तिनै कुराको अनुसरण गर्दछ। श्रीकृष्ण भन्नुहुन्छ, हे पृथापुत्र, तिनै लोकमा मैले गर्नै पर्ने कुनै कर्तव्य छैन। न त मलाई कुनै वस्तुको चाहना छ, न त कुनै कुराको आवश्यकता नै छ। तैपनि म आफ्नो कर्तव्य कर्ममा लागिरहन्छु। यदि मैले आफ्ना निर्धारित कर्तव्य कर्मलाई सावधानीपूर्वक सम्पन्न नगरे, हे अर्जुन, सारा मानिसहरू मैले मेरै अनुसरण गरेर अल्छी हुनेछन्। यदि मैले निर्दिष्ट कर्तव्य नगरेमा सारा मानिसहरू नष्ट हुनेछन् अनि म वर्णसङ्कर जनसङ्ख्या वृद्धिको पनि कारण बन्नेछु। यसरी सम्पूर्ण प्राणीहरूको शान्तिको विनाशक बन्नेछु। भगवान श्रीकृष्ण भन्नुहुन्छ, जसरी एउटा अज्ञानी व्यक्तिले फलमा आसक्ति राखेर कर्म गर्दछ, विद्वानले पनि त्यसरी नै कर्म गर्दछ। तर उसको कर्म मानिसलाई सही मार्गमा हिँडाउने उद्देश्यले अनासक्त रहेर गरिएको हुन्छ। ज्ञानी पुरुषले सकाम कर्ममा आसक्त भएका अज्ञानीहरूको बुद्धिलाई विचलित पार्नुहुन्न र तिनलाई कर्म गर्नबाट रोक्नु हुँदैन। बरु भक्तिभावले काम गर्दै तिनीहरूलाई सबै प्रकारका क्रियाकलापमा संलग्न गराउनु पर्दछ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, अहङ्कारका प्रभावले अभिभूत भएको जीवात्माले 3 गुणले युक्त प्रकृतिद्वारा सम्पन्न गरिएका कर्मलाई पनि आफैले गरेको ठानेर आफूलाई नै कर्ता मान्दछन्। हे महाबाहु, भक्तिमय कर्म र सकाम कर्मको अन्तर जानेर परम सत्यलाई बुझेको व्यक्तिले कहिल्यै पनि आफूलाई इन्द्रिय र इन्द्रिय तृप्तिका कार्यमा लगाउँदैन। प्रकृतिका गुणबाट मोहित भएका अज्ञानी व्यक्तिहरू आफूलाई भौतिक क्रियाकलापमा संलग्न गराएर त्यसैमा आसक्त हुन्छन्। अज्ञानवश गरिएका तिनका ती क्रियाकलापहरू अधम श्रेणीका हुन्छन्, तापनि बुद्धिमान व्यक्तिले तिनलाई विचलित गराउनु हुँदैन। अत हे अर्जुन, तिमी आफ्ना सबै कार्यहरू ममा समर्पण गरेर मेरो पूर्ण ज्ञानले युक्त भएर लाभको इच्छा रहित भएर र म र मेरो भन्ने भावना नराखी आलस्यरहित भएर युद्ध गर। श्रीकृष्ण भन्नुहुन्छ, मेरा उपदेश अनुसार आफ्ना कर्तव्यको पालना गर्दै श्रद्धायुक्त तथा ईर्ष्यारहित भएर मैले दिएको शिक्षाको अनुसरण गर्ने व्यक्ति सकाम कर्मबाट बन्धनमुक्त हुन्छ। तर जसले ईर्ष्यावश राखी उपदेशको अपेक्षा गर्दछन् र यिनको पालना गर्दैनन्, ती व्यक्तिहरू सबै प्रकारका ज्ञानले रहित भएका महामूर्ख मानिन्छन् र पूर्णता पाउनका लागि तिनीहरूले गरेका प्रयास पनि नष्ट हुन्छन्। ज्ञानी मानिसले पनि आफ्नो स्वभाव अनुसार कार्य गर्दछ। प्रत्येक व्यक्तिले 3 गुणहरूबाट प्राप्त भएको आफ्नो स्वभावको अनुसरण गरेको हुन्छ। त्यसलाई दमन गर्नाले के हुन सक्ला? भगवान श्रीकृष्ण भन्नुहुन्छ, प्रत्येक इन्द्रिय र त्यस इन्द्रियका विषयसँग सम्बन्धित राग र द्वेषलाई व्यवस्थित गराउने केही नियमहरू हुने गर्दछन्। मानिस यस्ता राग र द्वेषबाट वशीभूत हुनु हुँदैन, किनभने यी राग द्वेषहरू आत्मसाक्षात्कारका मार्गमा अवरोध बनेर बस्दछन्। अरूलाई तोकिएको कर्म राम्ररी सम्पन्न गर्नुभन्दा त्रुटिपूर्ण तरिकाले भए पनि आफूलाई तोकिएको कर्तव्य गर्नु नै राम्रो छ। परम धर्ममा लाग्नुभन्दा आफ्नै धर्ममा रहेर मर्नु बरु उत्तम हुन्छ, किनभने परधर्ममा लाग्नु डरलाग्दो हुन्छ। अर्जुन भन्नुहुन्छ, हे विष्णुवंशी कृष्ण, मानिसले नचाहँदै पनि बलपूर्वक पाप कर्ममा कसैले लगाए जस्तै केबाट प्रेरित भएर पाप गर्दछ? भगवान श्रीकृष्ण भन्नुहुन्छ, मानिसलाई पाप कर्ममा लगाउने तत्त्व विषय वासना हो। यसको उत्पत्ति
रजोगुणको सम्पर्कबाट हुन्छ र पछि यो क्रोधमा परिवर्तित हुन्छ। यसैलाई नै तिमीले संसारको सर्ववच्छी पापी शत्रु मान। जसरी आगो धुवाँले ढाकिएको हुन्छ, ऐना धुलोले ढाकिएको हुन्छ र भ्रूण गर्भाशय वा सालनालले ढाकिएको हुन्छ, त्यसरी नै यो जीवात्मा पनि विभिन्न तहका काम वासनाले ढाकिएको छ। यसरी बुद्धिमान जीवात्माको शुद्ध चेतनालाई आगो जस्तै बलिरहने र कहिले तृप्त नहुने काम वासना रूपी नित्य शत्रुले ढाकिराखेको छ। इन्द्रियहरू, मन र बुद्धि नै यस काम वासनाका कार्यका निवासी स्थल हुन्। यिनैका माध्यमद्वारा यो काम वासनाका कार्यले जीवात्माको वास्तविक ज्ञानलाई ढाकिदिन्छ र उसलाई मोहित पार्दछ। त्यसकारण हे भरतवंशीहरूमा श्रेष्ठ अर्जुन, पहिले नै इन्द्रियहरूलाई वशमा राखेर पापको महान प्रतीकलाई दमन गर र ज्ञान र आत्मज्ञानको यो विनाशकर्तालाई मार। भगवान भन्नुहुन्छ, जड पदार्थभन्दा कम इन्द्रियहरू श्रेष्ठ छन्। ती इन्द्रियहरूभन्दा मन श्रेष्ठ छ, बुद्धि मनभन्दा अझ श्रेष्ठ छ र आत्मा बुद्धिभन्दा पनि श्रेष्ठ छ। यस प्रकार हे महाबाहु अर्जुन, आफूलाई भौतिक इन्द्रिय, मन र बुद्धिभन्दा दिव्य सम्झेर सुविचारित अध्यात्म बुद्धिद्वारा मनलाई दृढ बनाउनु पर्दछ। त्यही आध्यात्मिक शक्तिद्वारा यो कामरूपी दुर्जय वा जित्न नसकिने शत्रुलाई जित्नु पर्दछ। यस प्रकार श्रीमद् भागवत गीता ग्रन्थ अन्तर्गत कर्मयोग शीर्षक 3 अध्याय यही समाप्त हुन्छ। थ्याङ्क यू सो मच। तपाईहरूलाई कस्तो लाग्यो? लाइक, सेयर, सब्सक्राइब गर्नुहोला र कमेन्टमा ओम लेख्नुहोला है त। धन्यवाद।